Hello guys, let's make bulldog with me. This is my first ever video. त्यस्तो खासै बोल्न त आउँदैन, त्यही नि बनाऊँ न भनेर बनाएको हो कि 5-6 दिन जति भयो है। मेरो रिल्सभरि नै बुल्डग बनाएको मात्र आइरहेको थियो। कामले गर्दा के मिठो बनाउनै पाएको थिएन कि, अनि आज मेरो र मेरो साथीको अफ डे भएकोले हामी ग्रोसरी स्टोर गएको थियौँ बुल्डगहरू किन्नलाई। बुल्डग किन्ने बेला मैले छेउमा यो कस्तो क्युट पेन सेलमा देखेको थिएँ कि, अनि राम्रो लागेर मैले किनिहालेको। अनि यो चाहिँ फ्रोजन चिकन हो। फर्स्टमा चिकनलाई फ्राई गर्छु, अनि त्यसपछि ससेजलाई यसरी नै काट्छु कि यसरी काटेपछि कस्तो फ्लावर जस्तो देखिन्छ कि फ्राई गर्दा, त्यसैले मलाई मनपर्छ अनि मैले यसरी नै काट्छु कि। अनि आज डेनमार्कमा एकदमै चिसो पनि थियो कि, त्यही भएर नि रामेन खाऊँ न भनेर मैले साथीलाई यतापट्टि चाहिँ चिज ग्रेट गर्न दिएको थिएँ। मैले चाहिँ यहाँ बुल्डग बनाउँदै थिएँ। फ्रोजन चिकन र ससेजलाई राम्रोसँग फ्राई गरेर मैले साइडमा राख्दै थिएँ, अनि मेरो क्युट प्यानमा मैले अन्डा फ्राई हुन राखेको थिएँ। रामेन बनाउने बेला मलाई यो अन्डाको बिचको भाग नफुटाइ खान मनपर्छ कि, त्यसैले मैले कहिले पनि फुटाउँदिनँ। मैले अघि नै फ्रोजन चिकन र ससेज फ्राई गर्ने बेला पानी बोइल गर्न राखिसकेको थिएँ कि छिटो हुन्छ भनेर। मलाई चाहिँ यो अन्डाको बिचको भाग नफुटाइ राम्रोसँग फ्लिप गर्नै आउँदैन कि, तर आज कस्तो राम्रोसँग भएको कि खुसी लागिरहेको थियो। मैले त्यो अन्डालाई एकछिन अझै फ्राई हुन दिएँ, अनि नुडल्स चेक गरेँ कि भयो कि नै भनेर। मैले अन्डालाई राम्रोसँग फ्राई गरेर छेउमा राखेँ, अनि मैले ससेज र चिकनलाई राम्रोसँग एकछिन अझै तातो हुन दिएँ। सबैले छिटो छिटो गरी रामेन नुडल बनाउँछ कि, मलाई चाहिँ यसरी बनाएको कस्तो मनपर्छ कि, फर्स्टमा चाहिँ आफूलाई के मनपर्छ त्यो फ्राई गर्ने, अनि त्यसको माथि बुल्डगमा दिएको सुप हालिदिने, अनि त्यसपछि बोइल गरेको नुडल हालिदिने, त्यसपछि एकछिन त्यसलाई फ्राई गरेर अनि निकालिदिने। यसरी बनाएपछि कस्तो छुट्टै टेस्ट आउँछ कि। अब रामेन बनाएपछि चिज नहाल्नु त कुरै भएन। मलाई चाहिँ रामेनमा चिज नहालेपछि कस्तो के नपुगे जस्तो हुन्छ। त्यसले मैले माथिबाट चिज हालेँ, अनि यो बुल्डगमा दिने टपिङ्स हालेँ। यति नै हो आजको लागि। थ्याङ्क यू फर वाचिङ।